त गृहमन्त्री स्वयंले पनि त्यहाँ लगानी गर्नुभएको थियो अब उहाँको पनि पर्यो भन्ने पनि आएको छ हो मैले सुनेको मैले ठट्टै गरेर सुनेको थिएँ मान्य मन्त्रीज्यूको पनि जग्गा पर्यो क्या भनेको उहाँको जग्गा पनि त्यो तालघरभित्रै पर्दो रहेछ ए पर्दैछ उहाँको मेरो भनौँ न पछि किनेकै जग्गा हो अलि वर्ष पहिल्यै त्यो त्यहीँभित्र पर्दो रहेछ भनेको मान्य सुदन उहाँले त मुआवजा पाउनुहुन्न भत्काइदिनु भन्नुभयो अनि उहाँको जग्गा त्यहाँ भत्काउने चिज छैन जमिन छ तर त्यो जमिन चाहिँ मुआवजा पाउनुहुन्न उहाँले ठिक छ त्यो मैले मेरो पनि भत्कस भन्नुभयो है मेरो पनि तालमै परोस् भन्नुभयो ए भनेको मान्य मन्त्रीज्यूको गृहमन्त्रीज्यूको पनि जग्गा पर्यो केही जग्गा तर तालमै पर्यो उहाँले भत्काइदिनुहोस् ठिक छ म यसमा खुसी नै छु भन्नुभयो ल हेर्नुहोस् त उहाँले मलाई त्यो नक्सामा देखाएर यहाँनिर चाहिँ मेरो यो जमिन चाहिँ मेरो हो तर यो पनि तालभित्रै पर्दो रहेछ ल परोस् ल ठिकै छ म पनि खुसी नै भएँ भन्नुभयो तर अब थाहा भएन उति बेला किन्दाखेरि यो चाहिँ तालघरमा पर्छ अथवा तालभित्र पर्छ भन्ने भएको त किन्नुहुन्थेन होला लालपूर्जा त छ त्यसको पनि मैले भनिहालेँ पानीभित्र भएको त लालपूर्जा छ भने पछाडि अहिले खेत रोपी ठाउँको त नहुने कुरा भएन होइन त्यसो भएको त्यसमा चाहिँ उहाँले यहाँनिर चाहिँ त्यो नक्सा देखाएर यहाँ यसरी बुझ्न सकिन्छ गृहमन्त्रीले ठुलो मन गरिदिनु भयो गर्नै पर्यो त होइन ठुलो नत्र त यहाँ त अब सत्तामा आइसकेपछि जोगाउनतिर लाग्छ नि त्यो सकिन्छ यसलाई छोडिदिउँ अब यो इस्युलाई अगाडि नबढौँ तपाईँले यति गर्नु भएको छ यसलाई छोडिदिनु भन्नेतिर लाग्छ नि भन्नेतिर पनि लाग्न पनि सकिन्थ्यो आफ्नै पर्दा पनि भत्काउन तयार छन् टाल्न भनौँ न पुर्न तयार छन् त्यसो त मेरो परिवारको त्यसो त मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ नि मेरो परिवारको निकै ठुलो त्यो जानी मध्येको जग्गा चाहिँ मेरो परिवारको पर्छ मेरो मामाहरूको निकै ठुलो पर्छ तर पनि मैले अब मैले मावली कहाँ भोलि जान पाउँदैन कि भनेर मैले भनेको छैन यहाँ त कस्तो रोचक कुरा आयो नि गृहमन्त्रीज्यूको पनि जग्गा पर्यो मेरो परिवारको आफ्नो आफन्तको मावलीको पनि पर्यो तर तपाईँले के सोच्नुभयो आफन्तभन्दा ठुलो देश हो पोखरा हो पोखराको भविष्यसँग जोडिएको ताल हो